अनि मैले एउटा साधारण जोक सुनाउ के भनेदेखि बिपी कोइरालालाई थुनेर अथवा संसदीय प्रणालीलाई अपहरण गरेर राजा महेन्द्रले शासन ल्यायो। तुलसी गिरी र विष्णु थापा जस्तो धोकेबाजले राजा महेन्द्र शान्ति योग कारणले संसदीय प्रणाली समाप्त भएको लोकतन्त्र होइन। तुलसी गिरी प्रधानमन्त्री थियो, विष्णु थापा अत्यन्त पावरफुल मान्छे थियो, दुईजना धेरै। अहिले त भुइँचालोले गर्दा भत्रियो क्याएर सायद राम्ररी मलाई पनि याद छैन। त्रिपुरेश्वरमा राजाको शालिग छ नि, थियो क्यारे, छ कि छैन अहिले? राजा त्रिभुवनको शालिग अब पहिले के थियो भने तुलसीगिरी प्रधानमन्त्री भएको बेलामा त्रिपुरेश्वरमै थियो प्रधानमन्त्रीको निवास। यो कसैलाई थाहा होला, युनिभर्सिटीको त्यो भिसी अफिसहरू त्यो बेला चौठामा, आजकल उद्योग वाणिज्य के को छ त्यही साइडमा कता तपाईँको प्रधानमन्त्रीको आवास थियो। पहिले बिपी पनि त्यसै बस्नु भएको छ। राति अब त्यो बेला काठमाडौँ भनौँ अहिले पो विकसित भएको छ, त्यो बेलामा त बाटो सुनसान थियो, कच्ची बाटो थियो। अनि के भएछ भनेदेखि तुलसी गिरीका बैठकबाट घर फर्किँदै थियो विष्णु थापा, राति सुनसान थियो। यसो अलिकति नजिक भएपछि आवाज आयो, ए विश्वबन्धु विश्वबन्धु भनेर भन्यो। यसो हेर्छ चारैतिर चोकमा मान्छे कतै छैन, कहाँबाट आवाज आयो भन्छ है। अनि आवाजको कताबाट आएको छ आवाज भनेर यसो आवाजको अनुकरण गर्दै हिँड्दाखेरि त त्यो शालिगतिर पुगेछ। यसो छामछुम गर्छ, मान्छे छैन, आवाज शालिगबाट आइरहेको छ। अनि के भन्छ भने विश्वबन्धु तिमीलाई नै भनेको हो, तिमीलाई नै भनेको छ। अब त्रिभुवन मऱ्यो कहिले भइसक्यो, शालिग छ, त्यो त नर्भस भयो, हार्ट फेल होला जस्तो भयो विश्वबन्धुलाई। अनि त्रिभुवनले के भन्नु के विश्वबन्धु हो मैले नै बोलेको, तिमीलाई अचम्म लाग्यो क्या? हो मै बोलेको हो, म त्रिभुवन बोलेको हो सरकार, के हो सरकार, आगे हो सरकार भन्छ। अनि के भनेछ भनेदेखि हेर त त्यो राणाहरूले 104 वर्ष पहिला राज गरेको, शासन गरेको, जिउँदो बेलामा त के गर्यो मरेपछि पनि तिनीहरूलाई घोडा दिने, मलाई उभ्याएर राख्ने। टुडी खोलको चाहिँदैन राजाहरूको त शालिग छैन, घोडा बनाएर। विश्वबन्धु त कस्तो डराएको थियो, सरकार माफ सरकार आगे आओस्, मर्जियो सरकार, बक्सियो सरकार। अनि सरकार के मलाई दुःख दिने, जनताको लागि, रेतीको लागि मैले त्यत्रो गरेँ, मलाई यो भ्याएर सडकको छो बाटोमा राख्नु भ्याएर मलाई भन्दै आगे आओस् सरकार, बक्सियोस्, मर्जी होस्, मलाई पनि चाहियो। म तुरुन्तै जान्छु सरकार, कारण तुरन्त फर्केर गएछ। नजिकको त्यो तुलसी गिरीको प्रधानमन्त्रीको निवास। अब तुलसीको डाक्टर ती होइन, डाक्टर भौतिकवादमा विश्वास गर्ने वामपन्थी जस्तै। अनि त्यहाँ गएछ, गएर अलि त्यो गार्डहरूलाई उठाएर भनेछ विश्वबन्धु आउनुहुन्छ। ए बरु आयो नि होला, अर्कै मान्छे आयो होला, होइन विश्वबन्धु आएको छ, भर्खर त गएको, कहाँ आएको होला भनेर तुलसी भएन। अनि फेरि हो र लुङ्गी सुङ्गी लगाएर तुलसी गिरी आइपुग्यो तल। अनि के भन्छ साँच्चीकै हेरे विश्वबन्धु आवाज आउँछ, किन आएको होइन डाक्टर साहब, अचम्म भयो भनेर। के अचम्म भयो भनेर यस्तो भयो, म त त्यहाँ गएको, आवाज सुनेको, यसो भएर हेर्छु त। अनि त्रिभुवन सरकारबाट नै आज्ञा भएको, यो त के भयो भने यसरी मलाई बिहार राख्ने, अर्कोलाई घोडामा राखेर भन्छ फटा। डाक्टर त डाक्टर हो नि, विश्वास विज्ञानले विश्वास गर्ने मान्छे होइन, हेर्नुहोस् न भनेको क्या। अनि त्यसपछि तयार लाग्यो। अनि गाड साल लिएर मेरो पनि छ क्या अब गाड साल लिएर गरिसक्नु है। गाड साल लिएर पुगेर त्यहाँ प्रधानमन्त्री जाने पऱ्यो नि, म त प्रधानमन्त्री मात्र छु, धेरै छैन है मेरो गाड। पुगेछु त्यहाँ पुगेपछि यसो अनि नजिक पुगिसकेपछि
आवाज आयो ए विश्वबन्धु सरकार आइपुगे सरकार मध्य सरकार आइपुगे भन्छ अनि के गरिस् सरकार प्रधानमन्त्रीले लिएर आएको छु सरकार भनेको थियो क्या अनि विश्वबन्धुले के भनेछ भने त्रिवलले के भनेछ भने ए विश्वबन्धु तँलाई त मैले घोडा ल्याउन भनेको थिएँ त गधा किन ल्याइन्छ रमाइलो